साथीहरू म तपाईँलाई आज हजुर यो ब्याङ्क खाताको यो फर्म भर्न सिकाउनु गइरहेको छु होइन। अनि फर्स्ट अफ अल हजुरले डेट लेख्नुपर्ने हुनेछ, आजको मिति। अनि यहाँ दमौली ब्रान्च, अब हजुरको कुन ब्रान्च छ त्यो ब्रान्चको नाम लेख्नुहोस्। अनि यो दुईवटा चाहिँ ब्याङ्कले नै भरिदिन्छ होइन, यो गर्नु परेन हजुरले। अनि टाइप्स अफ एकाउन्ट सेभिङ एनपिआर सिङ्गल गर्नुहोस् होइन। हजुरलाई सेभिङ खाता खोल्न मन छ भने नत्र चुज गर्नुहोस्। अनि एप्लिकेसन फुल नेम, अब तपाईँको नाम राम छ भने क्यापिटलमा आरएएम अनि ड्यास अनि तपाईँको सरनेम। अनि यहाँ चाहिँ नेपालीमा लेख्नु छैन। अनि यहाँ चाहिँ तपाईँ पहिला कहाँ बस्नुहुन्थ्यो त्यो डिस्ट्रिक्ट, टोलको नाम, वडा नम्बर, म्युनिसिपालिटी सब भन्नुहोस् है। अनि हजुर अहिले हालमा कहाँ बस्नुभएको छ त्यो सब भन्नुहोस् यता। अनि यदि हजुर 18 भन्दा माथि हुनुहुन्छ भने चाहिँ यो भन्नुहोस् माइनरको होइन। अब यदि हुनुहुन्न भने छोडिदिनुहोस् यो। अनि तपाईँको जन्म मिति यहाँ भन्नुहोस्। अनि तपाईँ मेल हो कि फिमेल हो यो यहाँ भन्नुहोस्। अनि नेसनालिटी नेपाली भइहाल्यो। अनि म्यारिटल स्ट्याटस हजुर म्यारिड हो कि अनम्यारिड हो यो यहाँ भन्नुहोस्। अनि तपाईँले कति पढ्नु भएको छ यति यहाँ भन्नुहोस् होइन। अनि तपाईँको मोबाइल नम्बर अनि इमेल चाहिँ यता भन्नुहोस्। अनि यहाँ तल चाहिँ तपाईँको साइन गर्नुहोस् है। अनि यहाँ चाहिँ तपाईँको नागरिकताको नम्बर, कुन जिल्लामा बनाएको नागरिकता, कन्ट्री अफ इस्यु नेपाल। अनि यहाँ डिस्ट्रिक्ट एडमिनिस्ट्रेसन अफिसर डिएओ। अनि हजुरको नागरिकताको इस्यु डेट होइन। अनि टाइप्स अफ कार्ड हजुरको राष्ट्रिय परिचय कार्डको त्यो एनआइडी लेख्नुहोस्, राष्ट्रिय परिचय कार्ड बनायो। अनि राष्ट्रिय परिचय कार्डको नम्बर यता। अनि तपाईँको पेसा के हो यहाँ टिक लाउनुहोस् होइन। यदि स्यालेरिड हुनुहुन्छ भने कहाँ स्यालेरिड हुनुहुन्छ, कुन जग्गा, हजुरको नम्बर, अनि के पदमा हुनुहुन्छ, अनि स्यालेरी कति हो त्यो भन्नुहोस् होइन। अब यदि स्टुडेन्ट हो भने भन्नु पर्दैन तपाईँले। अनि प्यान नम्बर छ कि नै त्यो लेख्नुहोस्। अनि के पर्पज अफ एकाउन्ट, सेभिङ, इन्भेस्टमेन्ट, सेभिङ, स्यालेरी के हो त्यो टिक लाउनुहोस् होइन। अनि यहाँ स्पाउस नेम, अब तपाईँ केटा हुनुहुन्छ भने बुढीको नाम लेख्नुहोस्, केटी हुनुहुन्छ भने बुढाको नाम लेख्नुहोस् होइन। अनि हजुर अनम्यारिड हुनुहुन्छ भने छोडिदिनुहोस्। तपाईँको बाबाको नाम, मम्मीको नाम, हजुरबुवाको नाम, भाइ, अनि छोरा छ भने छोराको नाम, छोरी छ भने छोरीको नाम, अनि बुहारीको नाम होइन। अनि ससुर र सासूको नाम। यदि म्यारिड वुमेन हुनुहुन्छ भने यो भन्नुहोस् होइन। अनि यहाँ तलपट्टि हजुरको साइन गर्नुहोस् यता चाहिँ। अनि यहाँ चाहिँ यो माथिको चाहिँ माइनर भयो भन्नुहोस् न त पर्दैन होइन। अनि यहाँ चाहिँ तपाईँको एउटा पासपोर्ट साइज फोटो, अनि यो तिनटैमा साइन गर्नुहोस्। अनि यो नेम लेखेको छ नि यहाँ चाहिँ हजुरको फुल नेम लेख्नुपर्छ तिनटैमा। अनि यो चाहिँ जोइन्ट एकाउन्ट खोल्ने भाइ यति भन्नुहोस् होइन। अनि आर यु करेन्टली अ बोर्ड डाइरेक्टर, नो नो नो, यहाँ भएकोहरूको सब नो भन्नुहोस् होइन, यास गर्नु पर्दैन। अनि के हुन्छ भने यता पनि अब हजुर फरेन जानुभएको छ कि नै यास नो गर्नुहोस्। अनि तपाईँले इयरमा कति ट्रान्जेक्सन गर्नुहुन्छ यो गर्नुहोस् होइन। अनि ट्रान्जेक्सन पर हेऱ्यो नि गर्नुहोस्। अनि यदि हजुरको कुनै ब्याङ्कमा खाता छ भने कहाँ खाता छ र केन खाता छ त्यो लेख्नुहोस् यता होइन। अनि यता चाहिँ तपाईँको घरको नक्सा, ब्याङ्कबाट तपाईँको घर कुन बाटो हुनु पर्यो जानलाई त्यो लेख्नुहोस् होइन। नक्सा बनाउनु पर्यो हजुरले। अनि तपाईँले एटिएम कार्ड लिनुहुन्छ कि मोबाइल ब्याङ्किङ लिनुहुन्छ त्यो टिक लाउनुहोस्। अनि यहाँ फेरि एउटा साइन गर्नुहोस् होइन तपाईँहरूले। अनि त्यो पछि कुन आयो, अनि त्यो पछि तपाईँको यहाँ ल्याप्चे दायाँ र बायाँ। अनि तपाईँको साइन चाहियो होइन। अनि यो पेज चाहिँ ब्याङ्कहरूले नै भर्छ। सो यही यो प्रोसेस होइन, बुझ्नुभयो होला।